कुन चाहिँ देशमा कति कैदी छ हेरौँ है त आजको यो भिडियोमा। क्यानाडामा 32,200, बेलारुसमा 32,500, नेपालमा चाहिँ कति हजार कैदी छ जस्तो लाग्छ है तपाईँलाई? कसलाई थाहा छ कमेन्ट गर्नु ल। काजाखस्तानमा 35,200, कम्बोडियामा 38,100, जापानमा 41,000 कैदी रहेछ है। भिडियो अलिकति पनि मन परेमा लाइक गर्न नबिर्सिनु होला अनि सेयर पनि गरिदिनु होला। युक्रेनमा 48,100, चिलीमा 39,800, साउथ कोरियामा 52,900 एउटा कैदी रहेछ है। स्पेनमा 55,000, जर्मनीमा 56,500, इटलीमा 57,200 कैदी रहेछ। नेपालमा पनि 1 लाखभन्दा धेरै त होला है। भेनेजुएलामा 67,200, साउदी अरेबियामा 68,000, एल साल्भाडोरमा 71,000। यो त एकदम खतरनाक कैदीहरू भएको देश जस्तो लाग्यो। फ्रान्समा 73,000, इराकमा 73,700, युगान्डामा 75,200। सबैभन्दा धेरै चाहिँ इन्डिया कि चाइनामा हुनुपर्छ है, किनभने जहाँ जनसङ्ख्या धेरै हुन्छ त्यहाँ के भन्छ अपराधीहरू पनि धेरै हुन्छ। रुवान्डामा 84,700। यो भिडियो अलिकति लामो होला जस्तो लाग्यो। भिडियो मन परेमा लाइक गरेर कमेन्ट गर्नु होला। अर्को पार्ट पनि आउँछ।